हेलो गाइज गुड मर्निङ। आज चाहिँ मैले ब्रेकफास्टमा सुजीको रोटी बनाउँदैछु कि गाइज। यो सुजीको रोटी बनाउनलाई एकदम सजिलो छ। मैले 10 मिनट अगाडि सुजीलाई भिजाएर राखेको थिएँ, अनि त्यसमा इनो राखेँ होइन। अनि इनो राखेर मोलिसकेपछि अनि मसिनो मसिनो कट गरेर राखेको प्याज भयो, क्याप्सिकम भयो, धनियाँ भयो, गोलभेडा भयो, अनि राखेर एकछिन मोल्ने त्यसलाई। फेरि स्वादअनुसारको हामीले नुन राख्ने, कश्मिरी मिर्च राख्ने, अनि पिनेको धनियाँ राख्ने के गाइज है। अनि आफूलाई फेरि कतिको पिरो चाहिन्छ त्यो अनुसारको खुर्सानीको धुलो पनि राख्ने। अनि यसलाई ब्याटर बनाउँदाखेरि चाहिँ अलि पातलो नै बनाउनुपर्छ के गाइज है। जति पातलो भयो, धेरै पातलो पनि होइन, यतिसम्मको पातलो चाहिँ बनाउनै पर्छ होइन। अनि त्यसपछि यतापट्टि ग्यासमा चाहिँ अनि हामीले फ्राई प्यान बसाल्ने होइन। अनि यसमा तेलमा बनाए नि भयो, घिउमा बनाए नि भयो, बटरमा बनाए नि भयो। आज चाहिँ मैले बटरमा बनाउँदैछु कि गाइज है। यहाँको मौसम कस्तो चिसो चिसो पनि छ कि है। अनि त्यसपछि त्यो ब्याटरलाई चाहिँ अनि फ्राई प्यानमा राखिसकेपछि त्यहाँ ठ्याक्क गोलो गरेर सेप दिने। अनि पाक्नु पऱ्यो के गाइज है। अब मसिनो आँचमा बनाउनु पर्छ। अनि पाकिसकेपछि चाहिँ अनि यसलाई पुदिनासँग खान नि मिल्यो, धनियाँको अचारसँग नि खान नि मिल्यो, गोलभेडाको अचारसँग नि खान मिल्यो। आजको मौसम यहाँ चिसो चिसो भएर टक्क गोलभेडाको अचार पिरो पिरो, अनि यो तातो तातो, अनि चिया, यस्तो मिल्यो क्या। आजको मौसमसँग साह्रै म्याच भयो क्या यो ब्रेकफास्ट चाहिँ।